भिडियो बनाउँछु मात्र भनेर हुँदैन रहेछ। हेर्नुस् है, यहाँ मैले भिडियो क्लिक गर्दा गर्दा यो जिरेनियमको प्लान्ट चाहिँ मैले 1 महिनाभन्दा अगाडि कटिङबाट सारेको थिएँ। सो अहिले चाहिँ यस्तो भएको छ। फ्लावरिङ पनि आइसक्यो। बिचमा मैले अलिकति केयर गर्न पाइनँ। पानी गरेको कारणले गर्दाखेरि कतिपय बिरुवाहरू त कुहिएर पनि गयो र यो बाँकी बिरुवाहरू चाहिँ राम्रो प्लान्टहरूलाई चाहिँ म अहिले रिपोर्ट गर्दैछु। सो हेर्नु होला। ल म यहाँ नमस्ते भन्छ, हाई भन्छ नि बेबी, नमस्ते गर्नु त। म हाई भन्छ नि मात्र गर्ने ल। 1 2 3 गो। हाई एभ्रिवान, नमस्ते। बेबी पनि गरिदेऊ नमस्ते भनेर। छानु माया नमस्ते गते, त्यहाँ हेरेर नमस्ते गते त छोरी नाइ। म चाहिँ आज यो जिरेनियमको प्लान्टहरू मैले यो 1 महिनाभन्दा अगाडि कटिङ गरेको बिरुवाहरू हो। सो म यसलाई रिपोर्ट गर्न चाहदैछु। अब म यो बिरुवा रोप्ने भनेर अघि नैदेखि ट्राई गरिरहेको थिएँ। नानीले मलाई दुःख दिएर रोप्ने पाएन अनि कचुरी माथि उक्लिसके। 4-5 चोटि त आउँदै जाँदै यसो अहिले बल्ल अलिकति फकाएर आएको छु। अनि यहाँ अहिले पानी पर्न थालेको भएर चाहिँ मैले यो माटोहरू सबै यता सारेँ। बाहिर पानी पर्न थालेको छ। अहिले हुँदा बेलुका भइसक्यो। के गर्नु, अघि कस्तो घाम लागिरहेको थियो। अब जति भ्याउँछ त्यति गर्छु। यसलाई अस्ति नै रिपोर्ट गर्नुपर्ने थियो, भ्याउँदै भ्याएन। यो पटमा यहाँ मुनि राख्नको लागि केही पनि पाएन। ड्राई लिभ्सहरू सिटिसक्यो। सो अब यसै राखिदिन्छु। जति सक्दो त्यति छिटो गर्नु छ। यसमा त जरा राम्रोसँग पलाएर आएको छ। यो चाहिँ निकालिदिनु पर्यो, यो पनि निकालिदिनु पर्यो। यो चाहिँ होस्। जरा कस्तो मजाले पलाएछ यसमा। सबभन्दा ठुलो बिरुवा त यही होला। यो चाहिँ कुहिया जस्तो छ, जरै छैन। कुहिन त कुहिरहेछ। भिडियो बनाउँछु मात्र भनेर हुँदैन रहेछ। हेर्नुहोस् है, यहाँ मैले भिडियो क्लिक गर्दा गर्दा स्टोरेज फुल भएछ। फेरि डिलिट गरेँ पुरानो भिडियोहरू अलिकति। अनि अहिलेलाई अब यो भिडियो यति गर्नलाई चाहिँ पुग्छ होला। के गर्नु, कहिले स्टोरेज फुल हुन्छ, कहिले के हुन्छ। इट्स नट इजी व्हाट टु डु।
मेरो प्लास्टिकको त्यो उसहरू पनि थियो त्यो के भन्छ यो पट गर्ने प्लास्टिकमा पटिङ गर्ने प्लास्टिक हुन्छ नि हो त्यस्तो खालको थियो छैन रहेछ फालिदिनु भयो जस्तो लाग्यो कोही त बिग्रिसक्यो कतिपय बिरुवाहरू त अब यो त राम्रोसँग जरै आएछ नि यस्तो रोपेर कामै छैन यस्तो चाहिँ काम छैन यो पनि आएको छैन ओके यो छ एउटा राम्रो यो चाहिँ निकालिदिन्छु यो भाँचिसकेको रहेछ अब यो जिरेनियमको प्लान्ट चाहिँ अहिले यति मात्र कतिवटा भयो एउटा दुईवटा तिनवटा चारवटा 5 6 7वटा मात्र भएछ 7वटा 8वटा भएछ है 8वटा भएछ यो 8वटा प्लान्ट भयो किनभने यो अरू अब बिग्रिया छ यो सानो सानो छ अर्को सानो पट भए चाहिँ हुन्थ्यो यसमा मलाई रोप्नु मन लागेन अब सो 4 8वटा भयो टोटल जिरेनियम यो चाहिँ अलि हेल्दी प्लान्ट हो हेल्दी बिरुवा छ 8वटा भयो भने फेरि सबैमा फ्लावरिङ आएको छ एउटा दुईटामा बाहेक सबैमा यो टुप्पो टुप्पोमा चाहिँ फ्लावरिङ नै आइसकेको छ भने त्यो होस् राम्रो छ यो जिरेनियम चाहिँ मैले रिपोर्टिङ गरिसकेँ अहिले 8वटा बिरुवा भयो अरू बिरुवाहरू चाहिँ अलिकति राम्रो लागेन अब यो चाहिँ यसमै होस् अलिअलि बाँकी छ त्यस्तो धेरै छैन कोहीमा जरा राम्रोसँग आएको रहन्छ कोही चाहिँ अलिक कुहिएछ सो अहिलेलाई मैले यो 8वटा मात्र रिपोर्ट गरेँ अनि यस्तो छ अहिले आफ्टर रिपोर्ट माटो हेर्नु न अझै कम छ कि माटो चाहिँ अब गमलाहरू मेरो हेर्नु सक्नुहुन्छ यहाँ कति खाली छ यहाँ पनि खाली छ त्यहाँ पनि खाली छ त्यो त झन् बिरुवा रोप्नलाई भनेर मैले निकालेर राखेको थिएँ यता पनि खाली छ यो ड्र्यागन फ्रुट पनि यो कटिङ गरेर फाल्नु पर्ने बिरुवा हो यो सो माटोको कमी छ गाइज आजलाई यति नै रात परिसक्यो अब अरू प्लान्टहरू चाहिँ फेरि रिपोर्ट गरेँ अथवा अरू प्लान्टेसन गरेँ भने चाहिँ म अर्को भिडियोमा देखाउनेछु सो थ्याङ्क यू फर वाचिङ बाई